यहाँनिर गलेको र जितेको भन्ने आउँदैन। चुप्लाएर बस समय आउँछ त्यो वेट एन्ड सी ल। गलेको छ कि के गरेको छ त्यो त समयले बताउँछ। चुप्लाएर बस मसँग बोल्नु भन्दा ल। म चाहिँ यत्तिकै आइरहेको छु बिहानै त्यो। हेलो साथीहरु, सबैजना स्वागत छ मेरो सोम किसिङ ब्लग च्यानलमा। अनि साथीहरु, आज मैले धेरै दिनपछि नानु सिंह ठकुरीको भिडियो लिएर आएको छु र यहाँ नानु सिंह ठकुरी लाइभमा बस्दा आयुष र एलिजेको फ्यानहरूले उनीमाथि यति धेरै आक्रोश पोखेका छन् कि हजुरहरूले भिडियो अगाडि हेर्न पर्ने हुन्छ। र साथीहरु, हजुरहरू मेरो च्यानलमा नयाँ हुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला। यो भिडियो मन परे भिडियोलाई लाइक शेयर गर्न चाहिँ नभुल्नु होला भन्दै हजुरहरूको लागि सानो भिडियो अगाडि राखेको छु, हेरेर साथ सपोर्ट गर्नु होला भन्दै भिडियो सुरु गर्छु। हेर्नु साथी भिडियो अगाडि। हैन, यसलाई त बोल्नै पर्छ यस्तोसँग। यस्तो यो हल्कालाई मनोबल डाउन गर्ने यसलाई पर्छ नि, अनि थाहा पाउँछ पछि चाहिँ। काम छैन खुट्टा तान्यो। हेलो ब्युटिफुल सिस। हजुर के गर्छौ त तरुण भाइ, राजेन्द्र भाइ, तरुण भाइ के गर्छौ त? जान्छ नि। गुड मर्निङ। मेरो घर नबनाएको भए तैँले गरिदिएको थिइस् नि त। फेके त बल बिस्ट भनेको को होस् होइन, तैँले गरेको थिइस् नि त सबै कुरा। तैँले गरिदिएको थिइस्। अहिलेको जस्तै सोसियल मिडियामा तैँले सबै कुरा गरेर पुर्याइदिएको थिइस्। तैँले नै गरिस् त भयो भाइ। अरू के बोल्नु छ र तसँग मैले? किन हेरेको हेरे हुने हो? को आएर नेपाल आएर के हेरेको हेरे हुने? विदेश गएर के नौलो कुरा हो र? म पनि आएकै हो, म पनि गएको हो। के नौलो कुरा हो र? को नेपाल आएर हेरेको हेरे किन हुने हो र? आफ्नो घरभित्रको कुरामा के कुरा गरेको? कस्तो खालको प्रश्न गरेको भाइ? चाहिएन लिली, मेरो कहानी हेर अनि मात्र बोल मसँग। एक्सपेक्टेसन राख्ने भइदिए। तिम्रो दिदी नै होला, तिम्रो आमा नै होला। म सायद तिम्रो आमाकै एजको होला होइन लिली? एक्सपेक्टेसन नेभर। मैले त्यही एक्सपेक्टेसन नराख्नुहोस् भनेर एकजना दिदीले चाहिँ, बहिनीले चाहिँ मेरो पनि त्यस्तै हुने हो कि भन्दाखेरि, त्यो भन्दाखेरि तिमीलाई नपचेको हुनसक्छ होला। बुझ्यौ? तिमी आफूलाई त्यो मलाई नेगेटिभ कमेन्ट गर, आफू यहाँनिर मेरो लाइभमा आएर हाइलाइट हुने काम नगर। नाइस टु मिट यु। गुड मर्निङ। त्यही त भने, यहाँ आउँछन् नि सबैका घरका मान्छे आउँछन्, विदेश जान्छन्। म पनि 16 वर्ष 18 वर्षकै उमेरमा विदेश गएको, फेरि नेपाल आएको। के ठुलो कुरा भयो त? यहाँनिर को आयो के भयो भनेर मलाई डोमिनेट गर्नुपर्ने केही छ तिमीले? ल भन न पहिलो कुरा। ए हो र? कस्तो राम्रो। गुड मर्निङ। तिमीलाई अनि तरुण मान्छे भनेर थर्काएको होला नि त राजेन्द्र भाइ। तिमीले मलाई सुड्डी भनिरहेको थियौ, अनि त्यही भएर मेरो बहिनीले थर्काइरहेको छिन्। राम्रो गरिन्, के भयो त? म सुड्डी भयो नि, तिमीलाई के भयो? तिम्रो बुढी राम्रो भइहाल्यो नि भाइ। किन अर्कालाई सुड्डी भनिरहेछौ तिमी चाहिँ? सुड्डी भन्ने त थाहा छँदैछ त। म चाहिँ कुन चाहिँ भर्खर 16 वर्षको हो भनेर म यहाँ लाइभमा आएको छु त। म कि मैले अनाउन्समेन्टमा एकदमै तरुणी मान्छे होला आउनुहोस् लाइभ हेर्नुहोस् भनेको छु र भाइ तिमीलाई मैले? त्यही भएर गाली गर्नुभयो होला बहिनीले। के भयो त ठुलो कुरा? हस् मनिषा सिस हस्।
गुड मर्निङ गुड मर्निङ गुड मर्निङ। यहाँनिर गलेको र जितेको भन्ने आउँदैन। चुप्लाएर बस, समय आउँछ त्यो ऐट्यान्सी ल। गलेको छ कि के गरेको छ त्यो त समयले बताउँछ। चुप्लाएर बस, मसँग बोल्नुभन्दा ल। म चाहिँ यत्तिकै आइरहेको छु बिहानै त्यो यताउति गर्नलाई, मसँग बोल्नलाई। जे पाए त्यो कमेन्ट लेख्न नबस, तरौटे भरौटे त्यो जे पाए त्यो लेखेर चाहिँ मलाई मनोबल डाउन गर्ने काम नगर। बहिनी होस् कि भाइ होस्, तेरो चाहिँ मैले आइडी हेरेको छैन, मात्र त्यो कमेन्टको रिप्लाई गरेको छु। योसँग गलेको त्योसँग गलेको भन्ने कुरा चाहिँ नगर, बुझिस्? कोसँग गलेको छ भन्ने कुरा समयले बताउँछ। यहाँनिर कोसँग गलेको छ, कतिसँग गल्नुपर्छ, गलिरहेको छ भन्ने कुरा समयले बताउँछ। यहाँनिर यस्तो गलिस् त्यस्तो गलिस् भन्ने कुरा नगर। गल्दैन कहिले पनि मान्छे। मेहनती हातहरू, पौरखी ज्यानहरू कहिले पनि कोहीसँग गल्दैन, बुझिस्? गल्ने कुरा समयले बताउँछ। कसले गलाएको छ र कतिसम्म गल्छ र अनि गलेको भनेको के हो त्यसपछि पाउँछस् है। बहिनी होस् कि भाइ होस्, मैले तेरो आइडी चाहिँ हेर्न पनि उचित लागेन।